तपाईलाई लाग्छ कि नेपालमा यस्तो कुनै यस्तो ठाउँ छ जहाँ पुग्नका लागि तपाईले आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्छ, जहाँको हावा पातलो छ, हरेक पाइलामा चुनौती छ, तर जब तपाई त्यहाँ पुग्नुहुन्छ तपाईको अगाडि स्वर्ग नै फिका लाग्छ। नमस्ते, एट वन पोइन्टमा तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई नेपालको मनाङ जिल्लामा रहेको सुन्दर तर निकै चुनौतीपूर्ण तिलिचो तालको यात्रामा लैजानेछु। यो यात्रा केवल एउटा ट्रेकिङ मात्र होइन, यो आफैलाई खोज्ने एउटा अवसर हो जहाँ तपाई प्रकृतिको अनुपम सुन्दरतामा हराउनुहुनेछ र आफ्नो भित्री शक्तिलाई चिन्नुहुनेछ। सुरु भयो हैन, यहाँबाट ल भिनाज हाई गर्दिनुस्। हाई 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 हाई। ल हाम्रो साथीहरु, हामीले यो यात्रा कसरी सुरु गर्यौं, के चुनौतीहरुको सामना गर्यौं र अन्त्यमा त्यो नीलो शान्त तालको अगाडि पुग्दा कस्तो महसुस भयो, म सबै कुरा विस्तारमा बताउने छु। तपाईहरुलाई यो यात्राको हरेक पलमा मसँगै भएको महसुस गराउने छु। साथै यो तालमा जान चाहनुहुन्छ भने तपाईले छुटाउनै नहुने कुराहरु के हुन् त यो पनि तपाईलाई बताउने छु। त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नुहोला र यदि तपाईलाई यो यात्रा मन पर्छ भने लाइक गर्न, शेयर गर्न र एट वन पोइन्टलाई सब्स्क्राइब गर्न पनि नबिर्सनु होला है। हेलो केटा, हामी बेसी सहर आइपुग्यौं। ल हेरौँ यी हाम्रो पार्टीहरु चाहिँ हामी खाना खाने ठाउँ हैन। हाम्रो 15 जनाको ग्रुप काठमाडौँबाट 5 बजे हिँड्यौं, 20मा खाजा खायौं र अहिले 12:30 बजेको छ। हामी बेसी सहरमा खाना खान लाग्दैछौँ। वाउ, खाना मिठो थियो। केही समय रेस्ट गर्यौं, त्यसपछि हामी हाम्रो बाटो तताउँदैछौँ। अहिले 2 बजिसकेको छ। मस्याङती जलविद्युत आयोजनाको सुरु मार्ग कटेपछि हामी 2:15 बजे आमखोला झरनामा पुग्यौं। आमखोला झरनाले सुसिल्दै हामीलाई स्वागत गरिरहेको थियो र अत्यन्त सुन्दर, रमणीय, शान्त वातावरणमा स्थित यो झरना अत्यन्त मनमोहक देखिन्छ। वाउ साथीहरु, तपाईले अहिले देखिरहनु भएको झरनाको नाम बुङ झरना हो। अत्यन्तै सुन्दर, प्रकृतिको काग असाध्यै रमाइलो। अन्नपूर्ण पदमार्ग स्थित लमजुङ मस्याङती गाउँपालिका 4 च्याम्चेमा रहेको यो बुङ झरना अत्यन्त रमणीय देखिन्छ। तपाईलाई यो झरना कस्तो लागिरहेछ यसो भनिदिनुस् त ल। एकदम अति सुन्दर बुङ छ रे, बुङ छ। बुम छ रे, बुङ ए बुङ। अच्छा, प्रकृतिसँग रमाउँदाको आनन्द अलग्गै हुँदो रहेछ। हामी यहाँ केही समय रमायौं, चिया नास्ता गर्यौं अनि त्यसपछि आफ्नो बाटो ततायौं, किनकि हाम्रो यात्रा लामो छ, अर्थात् तिलिचोसम्मको। त्यसैले भिडियो पुरै हेर्नुस् है, हामी तपाईलाई सम्पूर्ण अपडेट दिनेछौँ। झरनामा आइपुगेका छौँ।
यो त पुरा अक्टोपस जस्तो भएको भएर अक्टोपस हटाएर सबै हाँगा भएको गजब देखिया छ। साथीहरू फेरि पनि तपाईँले अर्को सुन्दर झरना देख्दै हुनुहुन्छ। यो झरनाको नाम अक्टोपस झरना हो। अक्टोपसको खुट्टा जस्तै गरी झरेको हुनाले यो झरनाको नाम अक्टोपस झरना रहेको रे। यो झरना बुङ झरनाबाट करिब 10 मिनट बाइकमा हिँडेपछि आउँछ। हामी 4:15 बजे अक्टोपस झरनामा पुग्यौँ। अत्यन्त सुन्दर लमजुङ बेची सहर चामे सडकमै सङ्लो पानी झर्झर गर्दै झरिरहेको छरा हो र यो 100 मिटरभन्दा पनि बढी उचाइबाट झरेको पानी सडकमै खस्ने गर्दो रहेछ। झरना हेर्दा यस्तो सुन्दर देखिन्छ कि यसको शब्दमा वर्णन गर्न सकिन्न। मतलब अत्यन्त सुन्दर रमणीय प्रकृतिको काग एकदमै भरिभराउ। हामी लगभग 15 मिनट अक्टोपस झरनामा बितायौँ। फोटो खिच्यौँ, भिडियो खिच्यौँ, एकैछिन त प्रकृतिमै हरायौँ पनि। त्यसपछि फेरि हामीले आफ्नो बाटो तताउनै पर्ने हुन्छ किनकि यात्रा लामो छ। भिडियो हेर्दै गर्नुहोस् है। अब यहाँबाट हामी मनाङ कति बेर भन्नुहुन्छ मलाई? डेढ घन्टा पुगिन्छ। पुग्छु गरे होइन पाउँछ नि मनाङमा त। मनाङमा त अलिक धेरै होटल हुन्छ भने होइन? हजुर नमस्कार गर्ने बस्ने बाहिर पिँढीमा बाँच्देऊ भन्ने अनि म झुङ्गा पकाएर खान्छु भने झुङ्गा पकाएर खाल्नु नै त 15 बाटो अलि अफरोड, त्यसमाथि पनि समय ढल्कदैछ। चामे पुगेर होटल पाइने हो वा होइन भन्ने चिन्ता पनि एकातिर छ किनकि हाम्रो ग्रुप 15 जनाको छ। तर पनि विभिन्न छाँगा छहरा विभिन्न प्राकृतिक सुन्दरता हेर्दै हेर्दै हामी 6:30 बजे चामे पुग्यौँ र हतार होटल बुक गरिहाल्यौँ। हामीले खोले होइन यस्तो रमाइलो। कति 20 रुपियाँ पोइन्ट हो? 40 हामी चाहिँ राति होटलमा आइपुगेको थियो। राति भ्यूहरू खिच्न पाइएन होइन। यो चाहिँ अहिले सामेमा छौँ अहिले। अब सायद हामी यो पुल तरेर अनि टक्क यहाँबाट मास्तिर जान्छौँ। अब यहाँबाट हिमाल पनि एकदमै सही देखिया छ। हेरौँ हिमाल होइन। हामी हिमाललाई चाहिँ दक्षिणपट्टि देखिरहेछ, दक्षिण साइडमा। हेलो गुड मर्निङ ब्रेकफास्ट कस्तो लाग्यो हजुरलाई? तिब्बती रोटी भने होइन? तिब्बतियन रोटी हो यो। नेपालमा चाहिँ यसैलाई दुनोट भन्छन् तर हाम्रोमा चिनी कम हुन्छ, यसमा चिनी बढी रहेछ। कुरो चाहिँ त्यो हो। त्यो त मोडिफाई गर्दा के हुन्छ बेलुकाको खाना, सुताई र बिहानको ब्रेकफास्ट तिनटै एकदमै बेस्ट रहेछ। त्यसपछि हामी खाङछारसम्मका लागि भनेर बिहान 7 बजे आफ्नो यात्रा सुचारू गरिहाल्यौँ। खाङछारसम्म हामी आफ्नै साधनमा जान्छौँ। त्यसपछि हाम्रो ट्रेकिङ स्टार्ट हुन्छ। हिमालप्रतिको मानिसको आकर्षण आदिमकालदेखि नै रहँदै आएको छ। नेपालीहरूको संस्कार भनेकै हिमाल, नदी, ताल, तलैया, वन जङ्गल
र बृहत अर्थमा प्रकृति पूजनको रूपमा रहँदै आएको छ। हिम नदीबाट बगेको पानीले हिमवत खण्ड सिञ्चित भएको छ। नदीका किनारहरूमा सभ्यताको विकास भएको छ। हाम्रो जीवनबाट हिमाललाई अलग्याउने हो भने मौलिकता केही बाँकी रहँदैन। हाम्रो पहिचानसँग जोडिएको छ हिमाल। हाम्रो देशको सबैजसो भूभागबाट हिमाल देखिन्छ। अझ भनौँ हरेक भूभागको हिमालसँग सम्बन्ध रहेको छ। हाम्रो टोली हिमालसँग नजिकिनका लागि दिलिजो यात्रामा निस्केको हुनाले झलमल्ल हिमाल देख्ने बित्तिकै एकैछिन नरोकिने त कुरै भएन। हामी एकैछिन रोक्यौँ, वरिपरिको दृश्यावलोकन गऱ्यौँ, रमायौँ, प्रकृतिको काखमा आनन्दसँग लुटुपुटु गऱ्यौँ। त्यसपछि बिस्तारै आफ्नो बाटो ततायौँ। मर्स्याङ्की नदी। हाम्रो गाडी यहाँ अड्केर घचाड्दैछौँ हामी यहाँ। आमा यो त हो रमाइलो। एकछिन पढ्न घचाडौँला नि, के भयो त। फोर व्हिलर हानेर आउनु पर्ने लाने लाग्ला नि लाग्छ। फोर अब फोर व्हिलर लान्छ। फोर व्हिलर हो के गर्न यो मेरो सर? हामीले अब यो दसैँ मसला बाँड्नलाई हाम्रो अहिले यो मनाङको खाङसारमा आएर दसैँ लगाइरहेछ। अरू तिहार मसला भन्थ्यो, यो चाहिँ तिलिजो मसला हो। दसैँ मसला सरजी है तपाईँ फेरि घर नआउनु। रमाइला रमाइला दृश्यहरू हेर्दै हामी 10:30 बजे खाङसार पुग्यौँ। खाना खायौँ। आफूले लगेको ड्राई फ्रुट्सहरू 15 जनामा भाग लगायौँ र लगेका सवारी साधनहरू एक ठाउँमा व्यवस्थित गरेर ट्रेकिङ स्टार्ट गऱ्यौँ। हेर्दै जानुहोस् है, अबको यात्रा कति चुनौतीपूर्ण हुन सक्छ त। यही टफ है यहाँ से हाँ नहीं उकालो त 4 पाइलो हिँड्दा पनि खतरा खतरा भएको अब हाम्रो ट्रेक सुरु भइसक्यो। हिमालय यो देखिएको चाहिँ खाङसार, ओ तल मनाङ। खै बच्चा पनि आएको छैन हो। अब यहाँ अक्सिजनको कमी हुन थाल्यो। है आउँदैछ। अब हिँड्दैन भने नपुगिन सक्छ। साथीहरू धेरै माथि पुगिसकेका छन् है।
मेरो सर ठिक छ नि ठिक छ सर हामीलाई त ठाडै उकालो दिन रहेछ नि त यार हामी हिजो चामे यत्रो बच्चा त घर आइसकेको छ तिलिचु हिउँहरू अस्तिको हिउँ पग्लिसकेको छैन हामी अहिले 4070 मा आइपुग्यो चाहिँ अब खोल्दो रहेछ श्री खर्क आइपुग्यो हामी श्री खर्क अनि त्यसपछि अब हामी यहाँबाट हिँड्दैछौँ यहाँबाट 30% बाटो भयो भन्ने कुरा भएको छ ढाल्न त्यसलाई कहाँ बोतल झर्नु पानीको पानी के हालेको के नि हालेको के हाल्नु त्यो झन्डालाई चाहिँ गोजीमा हाल्नु क्या झन्डाले एउटा बोतल झर्ला माथिबाट किन हतार गरे अलिकति अगाडि सरेर गरौँ न भनेर नि त कस्तो कुरा गर्नु सेन्टी लाइट परेर केही देखेन 30, 40, 50 2 घन्टा 5 मिनट हिँड्यो यहाँ 12 बजे हिँडेको ल हेर हिसाब गर हैन यहाँ पाउनु सर 1 2 3 4 ठ्याक्कै 4 घन्टा लाग्यो अब त झन् थाकिया 4 घन्टा साथीहरु के भनौं त केही भन्नु बोल्नु चल्दैम ल चाहिँ घाम यहाँनिर छ अहिले हिमाल चढेको फोटो हानौँ न ठ्याक्क त्यहीँ खुट्टानिर एउटा आउने गरी भाइ अगाडि नआउने अहिले चढिँदो त रहेछ त्यहाँ जम्दै जम छ अब हामी घाम भोलि मात्र भेट्छौँ होला सायद नाम भोलि मात्रै होला पनि सायद हो नो माथि त पुरै हिउँ उडिरहेछ हो बादल भनेर बाफ हामी त्यहाँ पाउँदाखेरि पुरा सिधै फुटेर खिचेको यहाँ त हिमालय यहीँ आयो है अब यहाँ चाहिँ हिमालय यहीँ आएको अवस्था छ है अब हामी धेरै नै हाइटमा आइपुग्यौँ
घोडा त त्यस्तो बिस्तार आउँदो रहेछ ऊ डराइ हेर्नु त क्या चिप्ली हामी त यो घोडा आउनुभन्दा अगाडि जानुपर्छ त है जाउँ हो नत्र अनि दुःख पर्छ त धेरै बेर कुर्नुपर्छ हेर्नु त त्यो लस्कर आयो भने त त्यसले पनि घर सर्दै पनि घचाड्दैन यहाँ आउँदैन त्यो जाउँ बिस्तारै हेलो नमस्ते त्यो त त्यो टाढा जाँदो रहेछ नि त साथीहरू हामी जति माथि जाँदैछौँ त्यति प्रकृतिले आफ्नो घुम्टो उगारिरहेको छ अर्थात् हामी वास्तविक नेचुरल ब्युटी हेरिरहेका छौँ मन असाध्यै रमाइरहेको छ तर अलिकति हाइट हुँदाखेरि कता थकै लाग्नु पनि स्वाभाविक हो तर पनि यो देखिएका दृश्यहरूले हाम्रो थकानलाई कता अलिकति पर धकालेको हो कि जस्तो महसुस पनि नभएको होइन हेर्दै जानुहोस् है यो चाहिँ सबभन्दा डेन्जर उकालो रहेछ साथीहरू कति लिन्छ अरे यहाँबाट यो चाहिँ मान्छेको सानी यस्तो मात्रै छ ए अब चाहिँ हामी यहाँबाट हिँड्दै यो तेर्सो बाटो 2 घन्टा मजाले हिँड्नुपर्छ अनि बेसकाम पुगिन्छ अहिले 4:30 भयो हामी 6:30 बजी पुग्न पनि गाह्रै छ यार यो हिसाबले यसो हेर्दा अब हिम्मत जुटाएर हजुर चाहिँ सबभन्दा डेन्जर बाटो अहिलेसम्मकै यस्तो गरेर तल झरेर अनि तलबाट हिँड्नुपर्ने रहेछ बाटो यस्तो छ साथीहरू उता हिमाल टल्किरहेछ यता त अब घामले देखिँदैन उल्टो साइड परे ल हिँड साथीहरू हिँड यो चाहिँ हामीले अहिले हिमाल देखेको हिमालको दृश्य उता घाम परेर टल्किरहेछ अब धेरै भिडियो खिच्ने भइरहेको छैन साथीहरू अगाडि लागिसकेका छन् बाटो यस्तो डेन्जर छ कसरी चाहिँ हिँड्ने कसरी चाहिँ नहिँड्ने है हिउँ यत्तिको छ हिउँ त कति हो कति अति नै गाह्रो भइसकेको छ अब हेरौँ हाम्रो यात्रा के हुन्छ भनेर अब यस्तो बाटो छ
जब उज्यालो देखिन्जेली त भिडियो खिच्नु पर्यो हैन यहाँ बेस क्याम्प पुग्न कति टाइम लाग्छ अब हजुर कति तपाईहरुलाई त 1.5 घण्टामै पुगिन्छ यस्तै आनन्द लिनु 2 घण्टा छ बेसी त कहिले हो लडिन छोड्दिनुहोस् यहाँनेरि बाटो यस्तो डेन्जर रहेछ कि एकातिर माथिबाट केही खस्ने हो कि भन्ने डर अर्कोतिर आफूले खुट्टा बिराएर तल खसिने हो कि भन्ने डर अर्थात् यो बाटो एकदमै सम्हालेर हिँड्नुपर्ने अर्थात् उज्यालोमा हिँड्नुपर्ने बाटो रहेछ तपाईहरु आउँदै हुनुहुन्छ भने यो बाटोमा पनि एकदमै ध्यान दिनुहोला माथितिर नि हेर्नु हुन्छ खाली माथितिर यो चाहिँ ल्यान्डस्लाइड एरिया यहाँ चाहिँ जतिखेर नि पहिरो आउन सक्छ त्यही भएर माथितिर हेर्दै हेर्दै कुद्नुपर्ने ठाउँ भनेर लेखा छ नि त्यहाँ नोटिसमा भात पनि खान्न जान यतै पर्छु पसारो भने त्यही भएर होला सायद किन फर्क्यो हनुमान बेस क्याम्प साथीहरु हामी ल्यान्डस्लाइड एरिया पहिरो जोखिम क्षेत्रमा 4 बजे हिँड्न सुरु गरेको 6:30 बजे बेस क्याम्प पुग्यौं बेस क्याम्प पुगेर खाना खाई रेस्ट गर्यौं किनकि धेरै थाकेका थियौं अँध्यारो भइसकेका कारणले गर्दा भिडियो खिच्न खासै भ्याइएन अथवा सकिएन पनि भोलिपल्ट बिहान 3:30 बजे उठेर 4 बजे नै 1 लिटर तातो पानी लिई दिल्लीचोके लागि भनेर हिडियो र 6 बजे उज्यालो भएपछि मात्र भिडियो खिच्न थालियो अनि अर्को महत्त्वपूर्ण कुरा हामीले हिजो पनि लेक नलाग्ने औषधि खाएका थियौं र आज बिहान पनि लेक नलाग्ने औषधि खाएर आफ्नो यात्रा सुरु गर्यौं किनकि हाइट अधिक भएका कारण लेक लाग्ने सम्भावना ज्यादा हुने रहेछ यदि तपाईहरु पनि आउँदै हुनुहुन्छ भने
लेक नलाग्ने औषधि भनेर किन्न नबिर्सनु होला है। घुम्ती काटेर बल्ल बस्यो। घुम्ती कटाउनलाई चाहिँ लास्टै गाह्रो रहेछ है। हिँड्दा 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 कहिले आइपुग्ने तलदेखिको। यहाँ चाहिँ अहिले चाहिँ घाम लागिसकेको छ यता। अझ हामी माथि जानुपर्छ अझ। लगभग हामी तालमा पुग्न लागिसक्यो। त्यस्तो साह्रो धेरै चाहिँ नहोला। यस्तो सही यहाँको नजर। साथीहरू हामी बिहान 4 बजे बेस क्याम्पबाट हिँडेका थियौँ र 6:30 बजे हामी 22 गुम्ती आइपुग्यौँ। त्यसपछि बल्ल तल्ल 8 बजे 22 गुम्ती कटायो पनि, किनकि बाटो एकदमै रिस्की छ, डर लाग्ने। ओ गड। यस्तो बाटो छ अब अघि यो साथीहरू नि आउँदै हुनुहुन्छ त। बाटो हेर्नुहोस् है। गाई सबै हुने छ। हावा चलिरहेछ। यहाँ यस्तो हावा चलिरहेछ कि मान्छे नै उडाउला जस्तो। त्यसैले सबै मानिसहरू बिहान जुरुक्क उठेर राति नै तिलुचो हेर्न आउने रहेछन्। दिउँसो आउँदा त यहाँ लगभग मान्छे नै उडाउने सरहको हावा चल्छ रे। हामी पनि बिस्तार बिस्तार आफ्नो गन्तव्यसम्म आइपुग्यौँ, अर्थात् तिलिचोसम्म आइपुग्यौँ। वाउ, हाम्रो देश नेपाल कति सुन्दर शान्त छ है। विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो तालले आफ्नो छुट्टै महत्त्व बोकेको छ। मनाङ जिल्लाको नेसाङ गाउँपालिका वडा नम्बर 9 मा पर्ने यो ताल सामुद्रिक सतहदेखि 4919 मिटर उचाइमा अवस्थित छ। 4919 मिटरमा अवस्थित छ। साथीहरू, यो तालको लम्बाइ 4 किलोमिटर र चौडाइ 1.2 किलोमिटर रहेको छ। सतहको क्षेत्रफल 4.8 वर्ग किलोमिटर रहेको छ भने तालको गहिराई 85 मिटर रहेको छ। शिरमा टलक्क टल्कने तिलिचो हिमालको काखमा रहेको यो ताल स्वर्गभन्दा पनि कम छैन। यो तालको नाम सुन्दा जति राम्रो लाग्छ, प्रत्यक्ष घुम्न जाने हो भने नामभन्दा कैयौँ गुणा बढी स्वच्छ, सफा र मनमोहक छ। वरिपरि मुस्कुराइरहेका नीलगिरी, खङसार र मुक्तिनाथ हिमालको काखमा सानो दुधे बच्चाले आमाको न्यानो र ममताले भरेको काखमा लडबडाए जस्तै देखिन्छ तिलिचो ताल। वाउ, सुन्दर। कुनै पनि शब्दमा वर्णन नै छैन यो तालको। नेपालीमा एउटा उखान छ नि,
हजार चिप्लो भएका शेषनागले पनि वर्णन गर्न नसकेको मैले कसरी सकुला र? ओ आज मलाई त्यस्तै भएको छ। चारैतिर हिरा जस्तै चम्केका हिमालहरू, मन्द रूपमा चल्ने शीतल हावा र बेला बेलामा तालमा देखिने छालले जो कोही पनि यो तालको सुन्दरताप्रति आकर्षित हुन सक्छन्। यो स्वाभाविक पनि हो। नीलो सङ्लो पानी टल्पलाइरहेको दृश्यले जो कसैलाई पनि लोभ्याउने गर्दछ। त्यसैले साथीहरू, तिलिचोले घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्या पनि दिनदिनै बढ्दै गइरहेको छ। विशेष गरी नेपालीहरूको महान चाड दसैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै तिलिचो घुम्न जाने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै आएको छ। हामीले पनि यही समयलाई सदुपयोग गर्यौँ, यो तालमा रमायौँ र आफ्नो फेरि फर्कने बाटोलाई पछ्याउनै पर्ने हुन्छ र पछ्यायौँ पनि। तपाईँहरू पनि यो ताल घुम्न आउन चाहनुहुन्छ भने प्लिज आफ्नो समय मिलाएर आउनुहोस् है। हामी पनि तिलिचो तालमा केही समय बस्यौँ, फोटो खिच्यौँ, भिडियो खिच्यौँ, रमायौँ, प्रकृतिको कागसँग खेल्यौँ। त्यसपछि त आफ्नो बाटो पछ्याउनै पर्ने हुन्छ, फर्कनै पर्यो नि, होइन र? चिप्लेट खेल्ने हो त्यो ओह्रालो त ग्यारेन्टी हो त नि। त्यही 22 घुम्ती यही खेलिदिउँ न एकला। चिप्लिँदो रहेछ नि त। हाम्रो पार्टीहरू त्यहाँ पुग्यो। ओ विवेकलाई फिर्ता पठाइदिउँ है। त्यो विवेकलाई फिर्ता पठाइदिउँ भने होइन, हाम्रो साथीलाई भने। विनोद राजा के हो, तिमीलाई गाह्रो भयो कि क्या हो? अब सबभन्दा हाइट भने उयो हो, त्यही पिक हो। अनि त्यहाँबाट तेर्सै छ। यो भाइलाई म लिएर जाउँ फिर्ता? त्यसलाई गाह्रो भएको छ भने त नि कहाँ त्यस्तो हुन्छ त नि। सबै फर्किसक्यो तपाईँहरू? हामीहरू त फर्किसक्यो लाइट छिटो। त जाने नै हो, माथि नै जाने हो। केही भएको त छैन, कहीँ दुख्ने गर्ने, टाउको दुख्ने? ल त्यो मुख छोप्ने छैन? माया सालतिर मुख छोप्ने छैन? छोपेर जान्छ त नि। गर्नी भयो के? अनि गाह्रो त अब यस्तै हो राजा। माथि झन् बेसकन हावा चलेछ। ल ल हेर यहाँ यी बाटोमा बाइक अन्तर नटेकै भाँसिन्छ लास्ट। भ्लगर रवि ऊ केटाहरू स्केटिङ हान्दैछन्। बाइस घुम्तीको बिचमा पुग्यो। 22 को हातमा 11 घुम्ती। हामीले 11 घुम्ती हान्यौँ। कस्तो ठाउँमा आइयो भन्दा यस्तो ठाउँमा आइयो 22 घुम्ती। क्ल्याम्पर यसरी लगाएको छ। यसरी लगाएर यहाँ चाहिँ हिउँमा। अहिले त हामीलाई कहिले काहीँ सहरमा त चढ्दै जस्तो लागेको छ है। यो भाइहरूलाई देखेर त झन् हाम्रो जोस बढाएको छ। ल बाइक घुम्तीमा स्लाइडिङ त्यहाँबाट खोज्नु डल्लो भएर तल पुग्नु बेर लाग्दैन भने त्यो नलाग्ने रहेछ। तिनीहरू त्यो जान्दारी छन् नि।
अब नअल्मल्यो हामी पनि हामी त्यो टुप्पामा गएर जता ततै हिमाल भन्दा केही छैन कि जता हेऱ्यो हिमाल है यो हिँड्ने बाटो मात्र छ बाटोभन्दा अलिकति तल लाग्यो भने नि मान्छे गाडिन्छ यहाँ चाहिँ लगभग 4 फिट जति हिउँ परेछ चाहिँ यता गयो ल यहाँबाट चाहिँ खोला अब सायदै मर्स्याङदी भन्छ कि के भन्छ यहीँबाट सुरु भएको हुनुपर्छ अब अहिले चाहिँ एकदम हात्तिरिया बाटो चाहिँ डेन्जर चिप्लो रहेछ घाम लागेपछि हिउँ पग्लिन थालेर चिप्लो भयो होला अब डिस्का भएको रहेछ हिउँ पग्लेको अवस्था बाटोमा चाहिँ यसरी हिलो भएको छ यो हामी अझ 22 कम्ती होइन यहाँनिर चाहिँ एउटा टोयलेट पनि बनाइदिएको रहेछ त्यो हिउँले पुरिएको टोयलेट हो हिउँ हुँदा हिउँ चिप्लेर टेन्सन अब हिउँ पन्छाको ठाउँमा चाहिँ हिउँ पग्लेर आएर पानी आएर हिलो भएर टेन्सन हुँदो रहेछ हेर्नु माथितिरको भ्यू यस्तो चाहिँ देखिरहेछ अहिले अनि अहिले यस्तो यस्तो एउटा झऱ्यौँ है साथीहरू हामी तिलिचोबाट 10 बजे फर्कन सुरु गरेका थियौँ र आउँदा अँध्यारोमा खिच्न नभ्याएका भिडियोहरू कलेक्ट गर्दै गर्दै रमाउँदै कतै कतै त आत्तिँदै पनि किनकि बाटो एकदमै डेन्जर रहेछ हामी लगभग 1 बजे बेस क्याम्प आइपुग्यौँ र खाना खायौँ र आराम गर्न लाग्यौँ बाटो होइन बारी सबै हिमाल यताबाट चाहिँ हिँड्ने बाटो यो चाहिँ बेस क्याम्प हामी हेर्दै फर्केर ओ नो साथीहरू हामी बिस्तार बिस्तार बेस क्याम्पबाट 4 बजे हिँडेर 7:30 बजे खानसार आयौँ र खाना खाएर हतार हतार आराम गरिहाल्यौँ किनकि थाकेका थियौँ भोलिपल्ट पनि थाकेको हुनाले उठ्दा 8 बजिसकेछ त्यसपछि हामीले नास्ता गऱ्यौँ र 9:30 बजे त्यहाँ मनाङ घुम्न भनेर निस्क्यौँ सबैभन्दा पहिले एउटा सुन्दर तालमा गइयो जुन ताल जानका लागि 15 मिनट ड्राइभ गर्नुपर्ने रहेछ अनि यहाँ हामी 1 घण्टा रमायौँ वाउ स्पट छ क्या यहाँ फेरि फोटो चाहिँ दामी आउँछ सबैले राम्रो त उतैबाट आउँदो रहेछ कहाँ त्यहाँबाट त्यो पनि आउँदो रहेछ
ल ल सरले पुरा झन्डा फरफराउनु भयो योको भनेर देखाइदिनु त्यस्तो गर्नै पर्दैन त्यतिकै हावा टर्नै छ नगएको रहेछ क्यारे म हेरिदिन्छु ल यो देखिन्छ दाजुभाइको एउटा फोटो खिच्नु ब्यानर लिएर बस्नु त यता ठिकै छैन एउटा खिचिन्छ त्यो भित्रबाट It's too picture. Milan is sitting also. Thank you. Awesome. Oh, on top. On your head. Gauri Shankar. यो एकदमै राम्रो ताल हेरिसकेपछि हामी फेरि ब्लू लेक हेर्न भनेर त्यहाँबाट हिँड्यौँ। नीलो ताल, यो ताल जानका लागि यहाँबाट 30 मिनेट ड्राइभ गर्नुपर्ने रहेछ। हामी जब ब्लू लेक पुग्यौँ एकदमै नीलो र राम्रो रहेछ र ब्लू लेकमा पुग्दा 11:30 भइसकेको थियो र हामी यो लेकमा पनि 1.5 घन्टा एकदमै रमायौँ। It's called Blue Lake. राम्रो छ खिचौँ म फोटो राम्रोसँग एकदम खतरा आउने गरे। शान्त वातावरण, स्वच्छ हावा र हिमालको अद्भुत दृश्यले ब्लू लेकलाई स्वर्ग समान बनाउँछ। प्रकृतिको काखमा बस्न खोज्ने जो कोहीका लागि यो स्थान स्वर्गको टुक्रा सरह हो। ब्लू लेक मनाङ उपत्यकाको लुकेको हिरा हो, जहाँ नीलो पानीले हिमालको अद्भुत छाया पनि देखिँदो रहेछ। यो देख्दा जो कोहीको मन नलोभिने त कुरै भएन। मन कता कता हरायो, प्रकृतिमा विलिन भयो। वाउ, अति सुन्दर ब्लू लेक। साथीहरू, यो नीलो तालको प्राकृतिक सुन्दरतामा डुबुल्की मारिसकेपछि हामी त्यहाँबाट 1:30 बजे ग्रिन लेक हेर्न भनेर हिँड्यौँ, अर्थात् हरियो ताल हेर्न भनेर हिँड्यौँ र ग्रिन लेकमा हामी 2 बजे पुग्यौँ र रमाउन थाल्यौँ। वाउ,
दार्जिलिङको के रे No swim, no. एङ्गलै मिलाउने गाह्रो रहेछ कि टल्केर लरक्कै भिडियो बनाउन त दामी रहेछ तर यो तोरो नहुँदो रहेछ क्या फेरि अनि हिँड्ने होइन यो ग्रिन लेकको हरियो पानीले पर्यटकहरूलाई मन्त्रमुग्ध पार्छ। हिमालहरूले घेरिएको यो ताल शान्त वातावरण, अविस्मरणीय हिमाली दृश्य र सुन्दर प्रकृतिको नमुना हो। यो नेपालको मनाङ जिल्लामा अवस्थित एक सुन्दर तर कमै चिनिएको तालहरूमध्ये पर्दछ। अन्य हिमाली तालहरूको तुलनामा यसको पानी गाढा हरियो देखिने भएकोले यसको नाम हरियो ताल अर्थात् ग्रिन लेक राखिएको रहेछ। अत्यन्तै सुन्दर, अत्यन्तै राम्रो, जति नै वर्णन गरे पनि नसकिने। तपाईहरू यदि मनाङ मात्रै आउँदै हुनुहुन्छ भने पनि यो ताल हेर्न नछुटाउनुहोस् है, किनभने यो ताल आएपछि तपाईँ सम्पूर्ण प्रकृतिमा हराए चाहिँ महसुस गर्नुहुनेछ। वाउ, हाम्रो देश नेपाल कति सुन्दर छ। आज कता कता नेपाली हुनुमा छुट्टै गर्व महसुस भइरहेको छ। यहाँ भएको नलादार त्यो के भनेर लेखिरहेको छ त भवन मान्दो र त यो खुट्टा सुत्ता यसरी पनि गर्दैन बाइक सानो नचलाउँदो रहेछ खुन दिँदो रहेछ त हुँदैन भन्ने उयो यता नि छ त त्यहाँ भन्दा छ उयो हामी यो ग्रिन लेकको सौन्दर्यतामा एकैछिन रमायौँ, फोटो भिडियो खिच्यौँ, वरिपरि घुम्यौँ, भरपुर आनन्द लिने कोसिस गर्यौँ। त्यसपछि हामी चामे जान भनेर हिँड्यौँ। हाम्रो चाहिँ अब टक्क निक्लिने तयारी हुँदैछ। ब्याकप्याक सब रेडी भइसकेको छ। हेलो गाइस, के छ खबर? अरू नगर त्यहाँभित्र गएर माउथ पेन्ट भन्ने हुन्छ नि, त्यो पनि क्यान्डिड पनि अरू नजिक। तिमी मैले त्यो मास्क किन्नु छ होइन के गर हामी आउने मलाई चाहिन्छ अलि गरेर बेलुका कलम्बीमा मेरो सामान यो सामान एउटा डोरी त उठे छ सिधा पाइलामा होला सिधा पाइला होइन बुढाको सामान त सामान भयो नि
मेरो भाइ गइन नै मिलन गयो नि र लगभग 3:30 बजे हामी चामे पनि पुग्यौँ। चामे पुगेर खाना खायौँ, एकैछिन किनमेल गऱ्यौँ र त्यहाँबाट फेरि 4 बजे आफ्नो बाटो तताउनतिर लाग्यौँ। त्यसपछि हामी 7:30 बजे बेसी सहरमा पुगेर रात बितायौँ र भोलिपल्ट काठमाडौँ फर्क्यौँ। अर्थात् हामी आइतबार बिहान काठमाडौँबाट हिँडेको बिहिबार बेलुका काठमाडौँ नै आइपुग्यौँ। अर्थात् 4 रात 5 दिनको ट्रिप हाम्रो सकियो। साथीहरू, यदि तपाईँ तिलिचो जान चाहनुहुन्छ भने म अब तपाईँलाई एकदमै महत्त्वपूर्ण सुझाव दिन गइरहेको छु। तपाईँ तिलिचो जान चाहनुहुन्छ भने के लाने त? अर्थात् के लान छुटाउनु भयो भने तपाईँलाई बाटोमा अप्ठ्यारो पर्न सक्छ। कुनै सामान तपाईँले बोक्नै पर्ने हुन्छ भने कोही सामानहरू तपाईँले साथीसँग सेयर गरेर पनि बोक्न सक्नुहुन्छ। अर्थात् कुनै सामान तपाईँले र कुनै सामान तपाईँको साथीले पनि बोक्न सक्नुहुन्छ। अब म तपाईँलाई लानुपर्ने सामानको लिस्ट बताउँछु है त। नम्बर 1, टुथपेस्ट, ब्रस, फेसवास अथवा साबुन। नम्बर 2, सनस्क्रिन। सनस्क्रिनमा तपाईँले 50+ को लिएर जानुभयो भने बेस्ट हुन्छ। त्यस्तै गरी हेयर ओइल, काइयो, कालो चस्मा। कालो चस्मा त तपाईँले लान छुटाउनै हुन्न। त्यस्तै गरी नम्बर 3 मा छ ज्याकेट, स्वेटर, थर्मल सेट, नर्मल सेट, बुट, थर्मल टोपी, मोजा, भित्री वस्त्र, टावेल, मास्क, पन्जा, रेनकोट, ट्रेकिङ लौरो, लाइट, पावर ब्याङ्क। अब नम्बर 4 तर्फ लागौँ। नम्बर 4 मा छ थर्मस, मग, बिर्को लगाउन मिल्ने। त्यस्तै गरी चम्चा, ड्राई फ्रुट्स, बोक्न हल्का तर शरीरलाई हेभी डोज दिनेवाला खानेकुराहरू। अब लागौँ नम्बर 5। नम्बर 5 मा छ सामान्य फर्स्ट एड किट, जसमा डिटेल, मलम, पट्टी, इन्क्लुडिङ प्लसमिटर, मालिस तेल, झन्डुबाम, कोडोपार, अर्सिटामोल, डिकोल्ड, एसिलक, बुरुफिन, जीवनजल, साथै लेख नलाग्ने औषधि। अथवा तपाईँले मेडिसिनमा आफ्नो आवश्यकता अनुसार लग्न सक्नुहुन्छ, तर लानु चाहिँ अनिवार्य पर्छ। नम्बर 6, यो सबै बोक्नका लागि एउटा गतिलो ट्रेकिङ ब्याग। यो तपाईँलाई अत्यन्त आवश्यक पर्छ। सजिलो हलुका ट्रेकिङ ब्याग पनि चाहिन्छ नै। साथीहरू, यदि तपाईँसँग नर्मल टाइपको ब्याग ठुलै छ भने पनि त्यो नबोक्नुहोस्, ट्रेकिङ ब्याग नै किन्नुहोस् है। अत साथीहरू, यदि तपाईँ तिलिचो ट्रेकिङ जान चाहनुहुन्छ भने यी कुराहरू बोक्न नछुटाउनुहोस् है। तपाईँ एक्लैले सबै सामान बोक्न सक्नुहुन्न भने पनि आफूलाई आवश्यक पर्ने बोक्नुहोस्। सेयरिङ गर्न मिल्ने सामानहरू साथीहरूसँग सेयरिङ गरेर बोक्नुहोस्। यसो गर्दा सबैजनालाई सजिलो पर्छ। साथीहरू, अर्को कुरा, यदि तपाईँ तिलिचो लेक भ्रमणका लागि जान चाहनुहुन्छ भने कुन सिजनमा जाने त? यो प्रश्न पनि तपाईँको मनमा रहेको हुनसक्छ। विशेष गरी आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कार्तिक महिनादेखि मङ्सिर अन्त्यसम्म बढी उपयुक्त हुने, र अर्को सिजन चैत वैशाखदेखि जेठको अन्त्यसम्ममा उपयुक्त हुने रहेछ। बर्खाको सिजनमा लेकाली फुलहरू फुल्ने र तिनीहरूको गन्धले लेक लाग्ने गर्छ। यसका साथै आकाशमा बादल लागेर नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन। त्यसैले तपाईँहरू जान चाहँदै हुनुहुन्छ भने असोज कार्तिक र मङ्सिर र चैत वैशाख र जेठ उपयुक्त सिजन हो। ख्याल गर्नुहोस् है साथीहरू। अनि तपाईँको मनमा रहेको अर्को प्रश्न, तिलिचो पुग्न कति खर्च लाग्छ त? यदि तपाईँ काठमाडौँबाट तिलिचोसम्म जाँदै हुनुहुन्छ भने
तपाईले कम्तीमा पनि 18-20 हजार रुपियाँ दाम बोक्नुपर्ने हुन्छ। 15 देखि 20 हजार तपाईले बोक्नु भयो भने तपाई सामान्य रूपमा तिलिचो पुगेर फर्कन सक्नुहुन्छ। तर यदि तपाई खर्चालु हुनुहुन्छ भने त तपाईको रकम जति पनि बढ्न सक्छ। अत आज हामीले तपाईलाई तिलिचो यात्रामा रहेका विभिन्न रमाइला चुनौतीपूर्ण दृश्यहरू समावेश गर्यौं। तपाईलाई हाम्रो यो प्रस्तुति कस्तो लाग्यो? कृपया सल्लाह, सुझाव र प्रतिक्रिया दिन नबिर्सनुहोला। र यस्तै खाले भिडियोको खोजीमा हुनुहुन्छ भने हाम्रो च्यानल @1point लाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। भिडियो पुरा हेर्नु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। हामी यस्तै भिडियोहरू तपाई सामु प्रस्तुत गरिरहनेछौं।